के हो यो काम माछा सोमला भन्छ कहाँबाट ल्यायो यो खोलाबाट काम लिन्छ न कहिले मारे यो त मस्तै छ त यो त के फ्राई पनि गरे आयो फ्राई गरेको ओहो फ्राई गरेर यति कहाँ हुन्छ नि के हो नि ठुलो ठुलो छ नि त माछा र त यो देखाउँदै ओहो के भन्छ नि कट्ला माछा कत्ले भन्छ नि झुझे भन्छ ठुलो ठुलो नि मरेछन् माछा मरेछ नि कति मार्यो माछा माछा मऱ्यो भने 4-5 किलो 4-5 किलो ओहो यो मिठो हुन्छ यस्तो गरे माछा मिठो हुन्छ पकाएपछि पकाएपछि खाने हो अहिले के यो ढेँडोसँग मिठो हुन्छ कि भातसँग ए समस्या मिठो भातसँग ढेँडोसँग रोटीसँग आज खास गरी ढेँडो खाने कुरो भने माछासँग ल यो अब ढेँडो पकाउने अब माछा पकाउने ट्याक्कै खाने है ल ल अनि माछा धेरै रहेछ नि किलोभन्दा ज्यादा होला 1.5 किलोको आसपास 2 किलो त मैले देखिरहेको छु ए यो त 2 किलोभन्दा बढी छ त ल ल ल ल राम्रोसँग पकाउने है यो त पकाएर तयारी भइसक्यो ल ल ल ल ल हुन्छ फेरि है राम्रोसँग पकाऊ